हेलो साथीहरू, यदि हजुरहरू स्टिलको कुकर, स्टिलको कराई किन्दै हुनुहुन्छ भने सोचेर सम्झेर मात्रै किन्नु होला। पैसा चाहिँ एकदमै धेरै महँगो पर्ने स्टिलको भाँडो किन्दा बेला। अनि बाक्लो भनेर लिएर आएको छानी मैले फेरि हैन, तर पुरै पकाउन बित्तिकै निलो भइहाल्ने, भाँडा जलिहाल्ने, भाँडाको कलरै चेन्ज हुने कि मैले चाहिँ बेकार लिएछु जस्तो पनि लाग्यो कि अहिले चाहिँ हेर्नु न चप्किहाल्ने। मैले चाहिँ माटो लगाएर पकाउँछु कि आजभोलि माटो लगाएपछि बाहिर पनि जल्दैन, अलिकति सजिलो भएको छ। तर हात पुरै कालो भएर कहिलेकाहीँ मात्रै पकाउँछु यो कुकरमा चाहिँ। आज चाहिँ दाल बनाउँदै थिएँ अनि भिडियो पनि बनाउन मन लाग्यो। अनि बेकारै लाग्यो कि स्टिलको भाँडामा पैसा खर्च गर्नु त बेकारै रहेछ जस्तो पनि लाग्यो मलाई त। अनि हजुरहरूको हुन्छ कि नै मेरो मात्रै यस्तो हो कि अरूको पनि त्यस्तै हो कि डुप्लिकेट परेको भाँडा कराई पनि यस्तै हुन्छ, बाक्लो न बाक्लो छ। त्यही पनि यस्तै, यो पनि एकदमै बाक्लो छ, यो पनि यस्तै डढ्ने अनि कलर चेन्ज हुने। आज चाहिँ मैले यसरी दाल बनाउँदैछु। यो चाहिँ मसुरोको बोक्रा नफालेको गेडाको दाल हो। एकदमै धेरै मिठो हुन्छ कि यो कहिलेकाहीँ बनाउँछु। मेरो छोराको एकदमै फेभरेट दाल हो। उनले चाहिँ एक टाइम मात्रै खान्छ घरमा खाना, एक टाइम स्कुलमै खान्छ। यो चाहिँ साँझको लागि बनाइदिएछु मैले। आज मक्ख पर्नेवाला छ। यदि हजुरहरूले पनि खानुभएको छ यसरी बनाएर भने यसको टेस्ट थाहा नै होला। यदि खानुभएको छैन भने ट्राई गर्नु होला, एकदमै धेरै मिठो हुन्छ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस् त।